यहाँ कानुनको शासन छैन, दण्डहीनता छ, अदालतलाई प्रयोग गरिएको छ, अदालतलाई कब्जामा लिएको छ। राज्य संयन्त्रहरू राज्य संयन्त्र जस्ता छैनन्। म कालोकोठीबाट भर्खरै वकिल भएर आएको हुँ अदालतबाट। वकिलहरू वकिल जस्ता छैनन्, न्यायाधीशहरू न्यायाधीश जस्ता छैनन्। अहिलेको राजनीतिक अवस्थामा एउटा वैकल्पिक शक्तिको अभ्युदय हुन जरुरी छ। त्यसलाई अहिले हामीले प्राज्ञिक तवरबाट छलफल गर्ने, जसलाई सामेल गराउन सकिन्छ सामेल गराउने अनि यसलाई सशक्तिकरणतिर लाने र उहाँले नेतृत्व गर्नु हुँदाखेरि हामीले यसलाई स्वीकार्न सकेको हुनाले म यहाँ आएको छु। र सबैलाई म के आग्रह गर्न चाहन्छु भने म धेरै अहिले समय लिन्न। वास्तवमा राजनीतिक दलहरूले नै हो देश बिगारेको। यो प्रमाणिक रूपमा जाजोल्य रूपमा स्थापित छ। हामी अक्रान्त छौँ, देश अक्रान्त छ। यहाँ कानुनको शासन छैन, दण्डहीनता छ, अदालतलाई प्रयोग गरिएको छ, अदालतलाई कब्जामा लिएको छ। राज्य संयन्त्रहरू राज्य संयन्त्र जस्ता छैनन्। म कालोकोठीबाट भर्खरै वकिल भएर आएको हुँ अदालतबाट। वकिलहरू वकिल जस्ता छैनन्, न्यायाधीशहरू न्यायाधीश जस्ता छैनन्। अस्तिको कुरा दीपकजीकै जस्तो लाग्छ मलाई, जलस्रोत मन्त्रीज्यूको होटल यो होलिडे इन जस्तो लाग्छ मलाई, बुढा नीलकण्ठ। त्यहाँ नेपाल यो सर्वोच्च बारले आयोजना गरेको एउटा कार्यक्रममा ब्याङ्कर्सहरूबाट पैसा उठाएर, ब्याङ्कर्स भनेको अहिलेको ठुलो व्यापारिक वर्ग हो नि ब्याङ्क भनेको, त्यो व्यापारिक वर्गले के गर्छ, तमाम आम नागरिकहरूलाई शोषण गर्छ, गरिराखेको छ। यिनीहरूको कुटाइममा कुतरिकाले बेतरिकाले सम्पत्ति लिलाम आदि इत्यादि हुने कुरा भइराखेको छ। उनीहरूबाट पैसा उठाएर एउटा कार्यक्रम शीर्षक पनि के हो भने वित्तीय संस्था र ब्याङ्कहरूको लगानीको विषयमा, लगानी उठाउने विषयमा अदालतको दृष्टिकोण के अरे शीर्षक बडा आपत्तिजनक। मैले कानुनकर्मी एउटा विद्यार्थीको नाताले देखेँ। मैले फेसबुक वालहरूमा सबैको सूचनाको लागि राखी पनि सकेको छु। र अदालतले दृष्टिकोण दिने त आदेश र फैसलामा होइन र, अदालतले पक्ष विपक्षको मुद्दामा पक्ष विपक्ष हुनेहरूबाट पैसा उठाएर आयोजन गरिएको कार्यक्रममा भोज भतेर गरेर अनि मदिरापान आदि इत्यादि गर्ने कार्यक्रममा गएपछि त्यो अदालतका न्यायाधीशहरूले त्यो अदालतको मान राख्छ कि राख्दैन, यो जानकारी सबैले लिनुपर्ने बडा संवेदनशील विषय। त्यसकारण त्यस्तो विषयहरूमा हामीहरू लडी पनि राखेका छौँ। यसलाई हामीले प्रमाणको सङ्कलन पनि गरिराखेकै अवस्था छ। केही आउँदैछ प्रमाणहरू, हामी यसलाई अझै पनि प्रकाशनमा ल्याउनेछौँ जनसाधारणहरूको जानकारीको लागि। खालि मैले अहिले के मात्रै निवेदन गरौँ भने हामी पहिलादेखि नै लडाइँमै छौँ। प्रत्यक्ष रूपमा जसले हैसियत, संवैधानिक हैसियतहरू दुरुपयोग गरेर राज्य दोहन गर्ने काम गरेको छ, हामीले मुद्दा नै उठाएका छौँ। त्यो उठ्ने क्रम जारी छ। अस्ति यहाँको भेलाबाट म अर्को होटल आउलो प्यागोडामा पनि गएको थिएँ। त्यहाँ जाँदाखेरि फेरि त्यही मान्छेहरू, हामी जस्तै किसिमबाट राजनीतिक परिवर्तन आउनुपर्छ भन्ने मान्छेहरूको समूह देखेँ। मैले उहाँहरूलाई आग्रह गरेको थिएँ, तपाईँहरू समूहगत रूपमा किन विभाजित हुनुहुन्छ, दलगत रूपमा चिनारी लिएर किन आउनुहुन्छ? अहिले राज्य जोगाउने हो भने राज्य जोगाउनुको लागि कसलाई साथ दिनुपर्छ, कसरी भन्ने कुरामा पो एकाकार भएर आउनुपर्छ र त्यसकारण तपाईँहरूले त खालि पदीय एउटा हैसियतको खोजीका लागि, मौका छोप्नका लागि निस्केको जस्तो यस्तो कार्यक्रम आयोजना गरे जस्तो लाग्यो। यो मलाई ठिक लागेन। तपाईँहरूले आन्दोलन गर्नुपर्छ भनिराख्नु भएको छ। हामी 3-4 वर्षदेखि सडक आन्दोलनमै छौँ। प्रमाणिक रूपमा सबै निकायहरूलाई घेरा हालेका छौँ। त्यो कुरा तपाईँहरूलाई थाहा छैन। तपाईँहरूले के गर्नुहुन्छ? तपाईँले पदको हैसियतको खोजी गर्ने बहानामा आन्दोलनको नाम लिइराख्नु भएको छ। मैले कुरा उठाएँ, त्यो तितो टर्रो भयो होला त्यहाँ, त्यो मैले प्रवाह गरिनँ। त्यसकारण मैले के आग्रह गर्दछु भने एउटा प्राज्ञिक सभा जो बनिराखेको छ, त्यो प्राज्ञिक सभामा सबै मान्छेहरूले त्यो प्राज्ञ सभालाई नेतृत्व गर्ने प्राज्ञ एउटा इन्डिजिनस एउटा कम्युनिटीबाट उठेर, एउटा दुर्गम क्षेत्रबाट उठेर त्यो एउटा पदीय हैसियतमा पुग्न सकेको मान्छे व्यक्तित्वलाई वास्तवमा अहिले हामीले मानेर सबै प्राज्ञिक रूपमा नै छलफल गर्दै जाउँ, धार्मिक रूपमा छलफल गरौँ, राजनीतिक रूपमा छलफल गरौँ। अनि यसको आकार बढाउँदै लगिसके पछाडि जे जस्तो किसिमको अवस्था आइपर्छ, त्यसका लागि आवश्यक पर्यो भने जे गर्नुपर्ने हो सडकमा आन्दोलन आदि इत्यादिको जिम्मेवारी पनि त्यही व्यक्तित्वलाई दिन सक्ने गरेर
हामीहरू एकाकार हुनुपर्छ भन्ने मान्यतामा हामी आएका छौँ र हाम्रो अभियानको तर्फबाट मैले यही मञ्चबाट के शर्त राख्न चाहन्छु भने हाम्रो शर्त के छ भने अहिलेसम्म राज्य दोहन गर्नेहरूलाई भएको कानुनले पनि पुग्दछ, त्यो कानुनले पुगेन भने अन्तरिम कानुन विधान जे जस्तो बनाउनु पर्ने हो बनाएर यिनीहरूलाई कानुनको दायरामा पहिलो ल्याउनुपर्छ, पहिलो तहमा हाम्रो शर्त त्यो हो। त्यसपछि राज्य बनाउने रोडम्याप जस्तो किसिमको चाहिने हो र ल्याउनु पर्ने हो, जे जसरी हामी त्यसमा सहकार्य गर्न सक्छौँ र सक्ने मान्छेहरूलाई समाहित गर्नुपर्ने हुन्छ। त्यो सबै गरिसके पछाडि मलाई लाग्छ यो प्राज्ञिक सभाले नै यसलाई नेतृत्व गर्न सक्यो भने मात्र यो आन्दोलन सफल हुन सक्छ र यो देशद्रोहीहरूलाई वास्तवमा कानुनको दायरामा ल्याएर हामीले देशको अवस्थालाई फेर्न सक्छौँ भन्ने जस्तो लाग्छ। त्यसका लागि हामीले सहमतिका साथ अहिले मलाई त्यसको सदस्यमा अभियानको तर्फबाट इन्डोर्स गराउनु भएको छ, त्यसमा म खुसी छु। स्वागतजीले अघि भनिसक्नु भएको छ। मेरो तर्फबाट पनि त्यसको लागि आदरणीय प्राज्ञ जगमान गुरुङज्यूलाई वास्तवमा श्रद्धा व्यक्त गर्दछु र अहिलेलाई मैले धेरै मान्छे साथीहरूले बोल्नुपर्ने कुरा छ होला, हामी बोली पनि राखेका छौँ, हामी कर्ममै छौँ, मैदानमै छौँ, लडिराखेकै छौँ। त्यसकारण यहाँ समावेश भएका छौँ। त्यो लडाइँको उद्वेगलाई यहाँहरूले पनि बुझिदिनु होला। त्यसै अनुसार जानुपर्ने हामीसित कैयौँ प्राविधिक कुराहरू छर्लङ्गै पारेर प्रमाणिक रूपमा राखेका छौँ। कसलाई कहाँ हान्नु के गर्नुपर्छ त्यो हामीसित मुद्दाहरू नै छन्। त्यसलाई हामीले भोलि च्याम्पियन गरेर लानुपर्ने अवस्था पनि छ। त्यसकारण सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म के आग्रह गर्न चाहन्छु भने दलीय हैसियत र झन्डा छोडेर यो प्राज्ञिक सभालाई बल प्रदान गरेर सल्लाह मशविरा दिएर यसलाई जसरी प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्ने हो त्यस कार्यका लागि सहयोग गरिदिनु हुन म आग्रह गर्दै 15-20 वर्ष अगाडिदेखि नै हामीले यो कन्स्टिट्युसन राम्रो बन्दैन, यो व्यवस्था राम्रो छैन, यहाँ आउने मान्छेहरू सबै चोर डाकाहरू आउँछन् भनेर भनेकै हो। अब गर्दा गर्दा कस्तो भयो भने एकजना डाक्टर के अरे देवकोटा हुनुहुन्थ्यो, उपेन्द्र देवकोटा हुनुहुन्थ्यो। उहाँले भनेको 2 वर्ष अगाडि उहाँ बित्नुभन्दा अगाडि भनेको कि 2 वर्ष पर्खनुहोस्, त्यसपछि तपाईँले हेर्नु होला यो व्यवस्था खतम हुन्छ भनेर भनेको थियो। अनि नभन्ने यो अहिले ठ्याक्कै 2 वर्ष भयो र अहिले यो व्यवस्था जाने अवस्थामा पनि आइसक्यो। अब यो व्यवस्था किन खराब छ भनेर मैले भन्नु पर्दैन, त्यो व्यवस्थै ल्याउने मान्छेहरूले सोधे पनि पुग्छ। अब त्यही नेपाली काङ्ग्रेस, त्यही एमाले, त्यही माओवादीहरूको नेताहरूले नै भन्दैछन् कि यो व्यवस्था भएन, यो व्यवस्था भएन, यो व्यवस्था भएन भनेर। किनभने उहाँहरूले नै यो अस्तिको जुन के भिडभाड देख्नुभयो त्यसलाई देखेर यो असन्तुष्ट भयो, जनता असन्तुष्ट भयो। त्यसकारणले यो सन्तुष्ट पार्नको लागि यो व्यवस्था भएन भनेर उहाँले भन्नुभएको छ। त्यसकारणले मैले धेरै कुराहरू गर्नु पर्दैन, त्यो व्यवस्था जान्छ भनेर मैले त्यति मात्रै भन्नु। हामीले यस अहिले प्राज्ञिक मञ्चमा नारी जागरण र नारी सशक्तिकरणले पनि आवाज बुलन्द गर्नुपर्छ भन्दै आज हामी प्राज्ञिक मञ्चमा आबद्ध भएका छौँ। अहिलेको समसामयिक अवस्थामा हाम्रा चेलीहरू, दिदी बहिनी, किशोरी, भाउजू बुहारीहरू देश पलायन भएर विदेशी भूमिमा जानुभएको छ। जननी जन्मभूमिलाई कसरी उजागर गर्ने भन्ने ती सबै कुराहरूलाई उहाँहरूले बिर्सिनुहुन्छ कि भन्ने हामीलाई अत्यास भएको छ। किनभने यस जन्मभूमिमा सपुत जन्माउने नारीहरू नै पलायन हुँदै गएको देख्दा हाम्रा
आमा, सासू, जिजु, मुहाहरू सबै नै आँसुले विभल भएका छन्। तिनका आँसु पुस्न विदेश गएका नारीहरू नेपाल फर्किनुपर्छ, यहाँ सपुत जन्माउनुपर्छ। उजाड भएका ती हाम्रा यी धरतीलाई पालुवासरी फेरि पनि पहलाएर देशको नेतृत्व र जिम्मेवारी पदमा पुर्याउन सक्ने महिलाहरू बनाउनु पर्छ भन्ने हामीले यस प्राज्ञिक मञ्चमा आई हाम्रा भनाइहरू राख्न पाउँदा प्राज्ञिक मञ्चलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हाम्रो अगाडि सुन्दरता, शालीनता र सेवाका हातहरू फैलाउँदै आज ज्वलन्त उदाहरण हाम्रा युवरागी हिमानी शाहले दिनुभएको छ। विभिन्न ठाउँमा उहाँले आफ्नो हात फैलाउँदै आफ्नै देशमा बसेर जस्तो परिस्थिति आए पनि, जहाँ जे भए पनि नेपालमा बस्नुपर्छ, नानी बाबु नेपालमै पढाउनु पर्छ र नेपालको माया लिनुपर्छ भावी सन्तानले भनिकन उहाँले विभिन्न ठाउँमा गएर अभियान सुरु गर्नुभएका छ। दयाका हातहरू, सेवाका हातहरू फैलाइरहनु भएको छ। हामी मातृ जागरण, मातृ सशक्तिकरणलाई बुलन्द अगाडि बढाउँदै यस प्राज्ञिक मञ्चमा यो मन, धन, कर्म, विवेक, संस्कृति पछि आउने पुस्ताहरूलाई हस्तान्तरण गर्दै हामी अगाडि बढ्ने छौँ भन्दै म आज हजुरहरूलाई नारी जागरण जति भएका बुद्धिजीवी नारीहरू आउनुहोस् यस प्राज्ञिक मञ्चमा। श्री डाक्टर जगमान गुरुङ एउटा विद्वत व्यक्तिलाई हामीले सहयोग गर्नु, उहाँको साथ लिएर हामी सहकार्य गरेर अगाडि बढ्नुपर्छ। नेपाल धर्म, संस्कृति, सुशासन यो हामीले अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ, किनकि आज यो राष्ट्रमा जन्मभूमि र जननीले हो। पलायमान गराउने महापुरुष जन्माउने नै आज हामी जननी नै हो रे, जननी नै हो। त्यसकारण नारी जागरणलाई अगाडि बढाउनु पर्छ भन्दै म हजुरहरू सामु फेरि पनि विनम्र अनुरोध गर्न चाहन्छु।